आज म के भन्न गइरहेको छु भने सबैभन्दा ठुलो कुरा भनेको मानिसले सोच्ने गर्छ मेरो सहारा कोही छैन, मेरो मार्गदर्शक कोही छैन, म एक्लै छु, मेरो जीवनको यात्रा मैले एक्लै सुरु गरिरहेको छु भन्छ। यद्यपि मान्छे समाजमा बस्छ, समाजमा घुलमिल हुन्छ, समाजको आवश्यकता छ, महत्त्व छ, तर पनि समाजमा आफू पहिचानका लागि एक्लै सङ्घर्ष गर्नुपर्ने हुन्छ, एक्लै लड्नुपर्ने हुन्छ। जो कोहीले आफ्नो जीवनलाई सफल बनाउनका निम्ति लड्न सक्दैनन्, त्यो वातावरणमा आफ्नो जीवनलाई सामञ्जस्य गर्न सक्दैनन्, ती मान्छेहरू सफल बन्दैनन्। तसर्थ हाम्रो यो जीवनलाई सार्थक बनाउनका लागि हामीले परम आनन्दसँग शान्तिका बावजुद आफ्ना उमङ्ग र ऊर्जाका बावजुद अगाडि बढ्नको लागि हामीले केही न केही प्रेरणा लिन आवश्यक छ, केही न केही जान्न आवश्यक छ। जब हामीमा एक्लै हाम्रो आफ्नो जीवनको लक्ष्य पुरा गर्नको लागि एक्लै केही गर्नुपर्छ भन्ने भावना जब सिर्जना हुन्छ मान्छेमा, तब मान्छेले केही गर्छ, केही गर्न प्रेरित गराउँछ। यसका लागि हामीले के गर्नुपर्छ भन्दाखेरिमा सर्वप्रथम त हामी क्रियाशील रहनु पर्यो। क्रियाशील रह्यौँ भने अनि तब हामी केही सिक्नका लागि जाग्यौँ भने तब हामी सिक्नेहौँ, गर्नेहौँ। त सङ्घर्ष गर्दाखेरि विभिन्न बाधा व्यवधान चुनौतीहरू त आउँछन् नै। यिनलाई हामीले झिना मसिना सम्झेर पन्छ्याउनुपर्छ। सबैभन्दा त हामी कर्मको यात्रा गर्दै जाँदाखेरि सबैभन्दा महत्त्वपूर्ण कुरा त केले प्रभाव पार्छ भनेपछि ठुलो समस्याभन्दा पनि झिना मसिना समस्याले धेरै प्रभाव पार्ने गर्छ। त्यसैले यस्ता झिना मसिना समस्यालाई कसरी हामीले समाधान गर्नुपर्छ त भन्दाखेरिमा सर्वप्रथम हामीले त्यो समस्यालाई बुझ्न प्रयत्न गर्ने अनि त्यसलाई हामीले सरल र सहज तरिकाले समाधान गर्न सक्छौँ। सबैभन्दा अहिले बदलिँदो संसारमा है, अहिले प्रायःजसो मान्छेहरू के अरे ग्रुपमा अहिले सामाजिक सञ्जालमा पनि विभिन्न ग्रुपहरू छन् अनि विभिन्न समाजमा पनि म एक्लै भएँ, मेरो सहारा कोही छैन, मेरो कर्मको यात्रा एक्लै गर्नु छ भनेर दिक्क मलफ आफू डिप्रेसन, एन्जाइटी जस्ता विभिन्न रोगहरूले चहल पहल मचाइरहेको अवस्थामा म के भन्छु भने तपाईहरू अगाडि बढ्न चाहनुहुन्छ, केही गर्न चाहनुहुन्छ भने तपाईँ सम्झनुहोस्, यद्यपि तपाईँले आफ्नो कर्मको यात्रा एक्लै नै थालनी गर्नुहुन्छ। तपाईँ जे बन्न चाहनुहुन्छ, जे गर्न चाहनुहुन्छ त्यसैमा ध्यान दिनुहोस्, त्यसैमा लाग्नुहोस्, तब तपाईँ सफल बन्नुहुनेछ। अब यसमा जगन्नाथ गुरुगाईको भनाइ के छ भने म यो श्लोक पढ्न गइरहेको छु। एउटै घाम उदाई भुतलभरि खुट्टा घुमाइदियो, एउटै सागरले तिनै भुवनमा रत्न फिजाइदियो, एउटै काल उठेर प्राणी सबको साथ उडाइदियो, तेजस्वी बन शक्तिवान बन सदा एक्लो छँदा के भयो। अब यो भनाइलाई मनन गरेर औँल्यायौँ भन्दाखेरिमा पनि हामी अगाडि बढ्न सक्छौँ। एकदम गम्भीर र एकदम चाखलाग्दो प्रेरणादायी भनाइ छ। एउटै घाम उदाई भुतलभरि खुट्टा फिजाइदियो। एउटै घाम त हो यो संसारलाई, मतलब यो ब्रह्माण्डलाई चहल पहलका मचाउने भनेको। जस्तै एउटै सागरले तिनै भुवनमा रत्न फिजाइदियो, जस्तै एउटै काल उठेर मान्छेको भन्दा त सजीव प्राणीकै मृत्यु अवश्यम्भावी हो, सत्य साबित कुरा हो। जस्तै है त्यो एउटा काल हो, त्यसले पुरै सजीव प्राणीलाई नै मार्छ है, आफ्नो बसमा ल्याउँछ। त्यस्तै हामीले साहस गर्नु पर्यो, आफ्नो कर्ममा जुट्नु पर्यो। जस्तै तेजस्वी बन, ऊर्जावान बन, शक्तिवान बन, आफ्नो वृत्ति कर्म गर। तिमी सफल भएको दिन त सबै समाज तिम्रै सामु हुनेछ, प्रशंसा गर्नेछ है। के अरे समाजमा अब तिम्रो पहिचान बढ्नेछ, गौरव बढ्नेछ अनि समाजका मान्छेहरू पनि आकर्षित हुन
आकर्षित हुन्छन् अनि पूर्वाग्रही पनि आग्रह गर्न थाल्छन् है, अपेक्षा अगाडि बढ्छन्। यसैले गर्दा हामीले के बुझ्न जरुरी छ भनेपछि आफू शक्तिवान बन्ने, साहसिक बन्ने है, जस्तो सुकै के अरे त्यो जस्तो सुकै समस्या चुनौतीका बावजुद पनि अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने, शक्तिवान बन्ने। सदा एक्लो छँदा केही पनि फरक पर्दैन। तपाईँ झन् एक्लो हुनु नै आफ्नो लक्ष्यतिर ठम्ब्याउनु हो। आफ्नो लक्ष्य पुरा गर्नको लागि केही कदम चाल्नका लागि यात्रामा बाटो खोज्नु। तपाईँ उदाहरणको लागि तपाईँ है, तपाईँको गन्तव्य छ, तपाईँ कोल्टी उदाहरणको लागि कोल्टी जान्छु भनेर यात्रा गर्दैछु भने म है यहाँ घरमा बसेर मैले कोल्टी जानु छ भनेर सोच्दैछु भनेपछि जस्तै एक्लो हुनु के हो भन्दाखेरिमा मैले कोल्टी जाने बाटो फेला पारेर त्यही बात थाहा पाएर मैले अगाडि बढ्नु हो। एक्लो हुनु नै तपाईँको राम्रो पछि हो। मैले कोल्टी जानको लागि मैले बाटो थाहा पायो भने म यात्रा गरेर पुग्न सक्छु। तर यद्यपि मलाई बाटै थाहा छैन भनेपछि कहाँबाट कहाँ पुग्ने, मेरो गन्तव्य थाहै नै हुँदैन। मेरो गन्तव्य थाहा छ तर यद्यपि ती बाटाहरूले ठम्ब्याउन सक्दैन मेरो गन्तव्य। म जहाँ पनि पुग्न सक्छु, के अरे मेरो थाहै हुँदैन, ठेगानै हुँदैन म कहाँ छु, कहाँ पुग्नेवाला छु भनेर। सर्वप्रथम त कहाँ जाने गन्तव्य ठम्ब्याउनु पर्यो, त्यसपछि बाटो ठम्ब्याउनु पर्यो, बाटो थाहा हुनु पर्यो। मैले बाटो थाहा भयो भने यात्रा गर्न सक्छु। अनि त्यहाँमा आउने समस्या चुनौतीहरूलाई म पन्छ्याउँदै ढिलो भए पनि पुग्नेछु। तर बाटो थाहा हुनु पर्यो। बाटो थाहा को लागि कि मार्गदर्शन पाएर पनि त हुँदैन। आफ्नो हिँड्ने त आफूले हो, मार्गदर्शन अरूले दिने हो। त्यसैले कुरा बुझ्न जरुरी छ। धन्यवाद।